दिलीप शर्मा युट्युब च्यानल हेरेर बसिरहनुभएका सम्पूर्णमा सेवाहरू गुड यतिखेर म नेब्रास्कामा आइपुगेको छु। अमेरिकामा अवस्थित किराँत धर्मको एकमात्र सङ्गठन KCOA किराँत कम्युनिटी अफ अर्गनाइजेसनको यो 11औं वार्षिक भेला तथा खिबेगवायामा सेवाको अवसरमा यतिखेर हाम्रो तेस्रो दिनमा सेवा स्थलमा आइसकेका छौँ। अब हामी आजको यो कार्यक्रम के हुन्छन् ती कार्यक्रमहरू सबै देखाउने कोसिस गर्नेछौँ। कृपया सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला। यतिखेर यो किराँत नेसनल अर्गनाइजेसन अफ अमेरिकाको यो 11औं वार्षिक उत्सव तथा खिबेगवायावा सेवाको अवसरमा आयोजित आज तेस्रो दिन देख्न सक्नुहुन्छ। यहाँ नामदुङ लादुङ सेमी सेवा धमाधम भइरहेको छ भने नामदुङ लादुङ सेमी सेवा आजको मेन आकर्षण रहनेछ। हाम्रो माङ सेवा सामाहरू अहिले नामदुङ लादुङ सेमी सेवा धमाधम गरिरहनु भएको छ। त्यस पश्चात विभिन्न संस्कार संस्कृति झल्काउने झाँकी प्रदर्शन माङलाङ केलाङ साकेलालाङ आदि इत्यादि रहनेछ। हामी निरन्तर अपडेट गर्दै जानेछौँ। कृपया सुरुदेखि अन्तिमसम्म भिडियोलाई हेरेर साथ सपोर्ट गरिदिनु होला। माङ बाजा गाजा बजाउने कार्यक्रम भइरहेको छ। यसरी नै सेवा सम्पन्न होइन्जेल जम्माजम्मी हामीले 3 पटक माङ बाजा गाजा बजाएर आजको सेवा सुसम्पन्न हुनेछ। हामीले माङहरू नाङ 8 दिशा 9 र सबै आफ्नो स्थान आसन दिइसकेका छौँ। आसन ग्रहण गरिसकेका छौँ। किराँत धर्म संस्कार अनुसार सामाजिक मुन्दम अनुसार हामीले पञ्चम र महाअष्टम यज्ञ सेवा गर्दाखेरि जहिले पनि हामीले 3 चोटि माङ बाजा गाजा बजाएर सेवा अन्त्य हुन्छ भने अहिले भर्खरै पहिलो प्रहारको माङ बाजा गाजा बजिसकेको छ।
Wigum ang simang Atmananda Lingden say Gurumat Pitrang Masama Lingden say Kirat Dharma ko Sampurna Sakal Prani ko Santi Manap Ekata आजको कार्यक्रममा आस्था हुनुहुन्छ भने आज विशेष अतिथिको आसन ग्रहण गरिदिनु म छ्यामै याचना पनि माग्दछु सेवा भइरहेको छ सामाजिक बन्द बाजा भइरहेको छ गर्न परिरहेको छ त्यसको लागि क्षमा प्रार्थी छु सँगसँगै एउटा महत्त्वपूर्ण कुरा याद राख्न चाहन्छु हाम्रो किराँतीहरूको एकमात्र किराँत सेन्ट्रल माग्नेको निम्ति डोनेसन सेन्टर भनेर हामीले गेटको अगाडि नै एउटा ट्याब्लिङ गरेका छौँ सबैले सामु आइदेऊ हामी जहाँ सेवा गर्छौँ हामी सबैले सामु आइदेऊ हामी जहाँ धर्म गुरुज्यू आशीर्वादको वचन पाएर फैलाउँछौ नि विश्व ढाकेर धर्म गुरुज्यू धर्म गुरुज्यू सेवा गर्छौ धर्म गुरुको सेवा गर्छौ हामी हजुरको भक्तजन सब मिलेर आत्मज्ञानको ज्योति बालेर भक्तजन सब मिलेर आत्मज्ञानको ज्योति बालेर धर्म गुरुज्यू Guru Falgu Nanda Wigum ang simang Atmananda Lingden say Guru Mata Pavitrang Masama Lingden say Kirat Dharma ko Sampurna Sakal Prani ko
Tagirani wabu mangsuma ke masiwaru sawaha Ogo homo mangamani suma ke masiwaru sawaha Oke oke mangamani suma ke masiwaru sawaha Muda luka kamani suma ke masiwaru sawaha Muga blong kamang ni suma ke masiwaru sawaha Sawaha ke ngepenangan ni suma ke masiwaru sawaha Sabainya sawaha भन्नुला sawaha Mo olu kamang ni suma ke masiwaru sawaha Tagila ni wabu sikun ni mamang ni suma ke masiwaru sawaha Tunggu di orang ni suma ke masiwaru sawaha Jangan berbuat tonggo di tonggo di orang ni suma ke masiwaru यतिखेर नामदुङ लादुङ छेमी सेवा सके पश्चात थिकिपाङ येची मुन्दुम पढेर यतिखेर थिकिपाङ येची यो आजको यो महाअष्टम यज्ञ सेवा गरेको धुनीकुण्डको परिक्रमा गर्ने कार्यक्रम भइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ केसिओएका वर्तमान अध्यक्ष आशु बाजुले थिकिपाङ येची बोकेर अग्रपङ्क्तिमा आउँदै हुनुहुन्छ भने ब्याक साइडमा हाम्रा माङसेवा साबा माङसेवा सामा यसरी नै विभिन्न हाम्रा कल्चरल वेशभूषा पहिरिएर हाम्रा किराँती चिसागेन मेन्सिन नालिगेन थाङबेन चेलीबेटीहरू यसरी थिकिपाङ येची गाउँदै यसरी यो आजको हाम्रो महाअष्टम यज्ञ सेवा परिक्रमा गर्दै हुनुहुन्छ। यतिखेर देख्न सक्नुहुन्छ हाम्रा सेवा सामा चमर हल्लाउँदै चमर नाच्दै हुनुहुन्छ। यतिखेर थिकिपाङ येची घुमाउने कार्यक्रम भइरहेको छ। हाम्रो भाइ मुसु मुसु क्यामेरा बोकेर मुसु मुसु यो थिकिपाङ येची यो नाचमा यो आजको यो धुनीकुण्ड परिक्रमा गर्दै हुनुहुन्छ। यसरी नै लाइनै हाम्रा नाना पनि हुनुहुन्छ, काइनास हुनुहुन्छ, हाम्रा साँच्चीकै किराँती चेलीहरू यसरी आफ्नो वेशभूषामा पहिरिएर चिटिक्क पालमा शिरफुल नाकमा लाएर यसरी नाच्दै हुनुहुन्छ। कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको 11औं कन्भेन्सन तथा यो खिरेगोयाको सेवाको तेस्रो दिनमा यतिखेर हामी छौँ। तेस्रो दिनको मेन आकर्षणको रूपमा रहेको नामदुङ लादुङ छेमी सेवा सके पश्चात यतिखेर हाम्रा किराँतीहरू हाम्रा आफ्नो धर्म, मौलिक भाषा, संस्कार, संस्कृतिलाई माया गर्नुहुने हाम्रा तमाम अमेरिकावासी हाम्रा नालिगेन थाङबेन चिसागेन मेन्सिन तुसुगेन तुम्नेहाङ जीहरू यतिखेर माङलाङ नाच्दै हुनुहुन्छ। आफ्नो वेशभूषामा किराँती वेशभूषामा पहिरिएर देख्न सक्नुहुन्छ। नामदुङ लादुङ छेमी सेवा सके पश्चात यतिखेर माङसेबुङदेखि आएको यो माङहाङवा वितरण एवं माङफुङ ग्रहण गर्ने कार्यक्रम रहेको छ। किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका को आयोजनामा किरात कल्चरल सोसाइटी अफ नेब्रेस्काले होस्ट गरिरहेको
किरात 11 नेशनल कन्भेन्सनको आज डे 3 किबेको याको सेवा विश्व शान्ति तथा मानव एकताको मूल नारामा आज हामी लगभग 90 जना गुरुजनहरूबाट कल्चरल कोअर्डिनेटरलाई धेरै लगेन भन्न चाहन्छु। यस्तो व्यस्तताका साथ हामी कल्चरल टाइपका बीच कठिनाइका बीच भए पनि आफ्नो परम्परा आफ्नो संस्कृतिलाई चाहिँ जगेर्न गर्नको निम्ति हामी कति क्रियाशील छ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ। Sakela Silly, it's a great privilege that we are going to present. Sakela Silly go. This is Sakela Silly जगाउँदै यो चाहिँ वार्म अप साकेला भन्न चाहन्छु। यो यस मञ्चबाट यो पनि म जानकारी दिन चाहन्छु। आज हामी जसरी आफ्ना साकेला सिलीको पोसाक या त कल्चरल पोसाकमा हामी सजिएको छौँ, भोलि जनाउँदैछौँ ग्रान्ड कल्चरल प्रोग्राम राख्नाले यसरी नै यहाँहरूको उपस्थिति भएको चाहन्छु। यो हामी सबैले एकताबद्ध भएर एक भएर गर्ने कार्यक्रम मध्येको महत्त्वपूर्ण अंश भोलि रहनेछ। त्यसैले कुनै पनि स्टेटहरूले सेवाका लागि मात्रै भनेर आउनु भएको छ भने यो तपाईँहरूको सेवा पुरा नहुन पनि सक्छ। किनभने यत्रो आयोजना भएको छ, यत्रो चाहिँ कन्ट्रिब्युसन रहेको छ, यत्रो चिन्ता गरेको छ होस्ट सिस्टमले आयोजकले, त्यसको मूल्य र मान्यतालाई र गरिमालाई पनि बुझिनु लागेको हुँदैछु। यही लाग्छ भोलि आउँछु नि। माथि युएन फ्ल्याग र माग्निचा बनाउनलाई कति राम्रो देखिएको छ, मौसमले पनि साथ दिएको छ। अनि साकेला सिलीको यो त एकै सिली मात्रै प्रस्तुत गरिएको छ, एकचोटि आओस् भनेर यसको निम्ति पनि म धन्यवाद दिन चाहन्छु। साकेला सिलीपछि फेरि अर्को किराँतसँग सम्बन्धित केलाको बेहोर प्रतिस्पर्धा रहनेछ। त्यसको लागि पनि प्रतिस्पर्धीहरू तयारी अवस्थामा माग गर्दछु। यदि यो साकेला र केलाङ छुटाउनु भयो भने चाहिँ 11 किराँत नेसनल कन्भेन्सनमा आउनुको कुनै औचित्य हुने छैन। तसर्थ यत्र व्यस्त हुनुहुन्छ।